नमस्कार। आज हामी एउटा महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, स्वास्थ्य परीक्षण। खास गरी 60 वर्ष वरपरका व्यक्तिहरूका लागि के जाँच आवश्यक छ भन्ने बारेमा। हजुर, र यो छलफलको लागि हामीले डाक्टर भुवनराज गिरीले स्वास्थ्य खबरमा लेख्नु भएको एउटा लेखलाई आधार बनाएका छौं। हो, उहाँको लेखले एउटा चाखलाग्दो कुरा उठाएको छ नि, होइन? नेपालमा त्यो होल बडी चेकअप गर्ने चलन बढ्दो छ, तर के त्यो साँच्चै आवश्यक छ त? उहाँले प्रश्न पार्नु भएको छ कि यो होल बडी प्याकेज भनिए पनि यसले शरीरका सबै अङ्गको जाँच गर्दैन, अनि खै यसको फाइदाबारे खासै वैज्ञानिक प्रमाण पनि छैन रे। अनि अर्को कुरा, हाम्रो जस्तो देशमा जहाँ स्वास्थ्यमा मान्छेले आफ्नै खल्तीबाट कति रे 56% जति खर्च गर्छन्। हो, 56%। यस्तोमा यस्ता प्याकेजले त आर्थिक भार पो थप्ने भयो, होइन र? त्यही त। लेखमा त ल्याबहरूले व्यापार बढाउन अलि बढी उचालेको जस्तो कुरा पनि छ। छ। अनि यसले स्वास्थ्य बीमा प्रणालीलाई पनि कमजोर बनाउन सक्छ भन्ने चिन्ता पनि छ। त्यसो भए 60 वर्ष पुगेका वा त्यो उमेर समूहका व्यक्तिहरूले चाहिँ केमा ध्यान दिने त? प्रमाणमा आधारित सिफारिसहरू के छन्? डाक्टर गिरीको लेखले केही खास जाँचहरूमा जोड दिएको छ, जुन चाहिँ अमेरिकाका विशेषज्ञहरूको अध्ययनमा आधारित छन्। ल सुरु गरौँ न त। पहिलो, रक्तचाप। यो त एकदमै सामान्य सुनिन्छ, तर महत्त्वपूर्ण छैन? एकदमै महत्त्वपूर्ण। विश्व स्वास्थ्य संगठनले नै भन्छ नेपालमा 4 मध्ये 1 जनालाई उच्च रक्तचाप छ, तर अचम्म के भने धेरैलाई थाहै हुँदैन। हो र, थाहै नहुने। त्यसैले 60 कटेपछि पहिले प्रेसर ठिकै भए पनि नियमित जचाउनु पर्यो। अनि यदि अलि बढी छ वा अरू जोखिम जस्तै मधुमेह, मोटोपना छ भने? त्यस्तो अवस्थामा त झन् छिटो जचाउनु पर्ने हुन सक्छ। यो एकदम सरल जाँच हो, तर ज्यादै आवश्यक। ठिक हो। अब अर्को कुरा गरौँ, तौल। तौल बढ्नु मात्रै समस्या होइन जस्तो लाग्यो मलाई, लेख पढ्दा त। तपाईले ठिक समात्नुभयो। कुरा तौल बढ्नु मात्र होइन, उमेरसँगै के हुन्छ भने त्यो मांसपेशी घट्दै जान्छ र त्यसको ठाउँ बोसोले लिन्छ। खास गरी पेटतिर, है? हो, पेट वरिपरि। अनि मेटाबोलिजम पनि अलि सुस्त हुन्छ। यसले गर्दा सार्कोपिनिया मतलब मांसपेशी खेर जाने। अनि सार्कोपेनिक ओबेसिटी पनि, मांसपेशी घट्ने तर बोसो चाहिँ बढ्ने। त्यही हो। यो समस्याले हिन्डुल गर्न गायो हुने, लड्ने जोखिम बढ्ने जस्ता कुरा हुन्छन्। त्यसैले नियमित तौल जाँच महत्त्वपूर्ण भयो। नरो त। अनि त्यसपछि आउँछ कोलोरेक्टल क्यान्सर स्क्रिनिङ। यो चाहिँ कति उमेर समूहका लागि हो? लेख अनुसार यो 45 देखि 75 वर्षका लागि सिफारिस गरिएको छ। 45 देखि नै। अनि यसको जाँच कसरी हुन्छ? विभिन्न तरिका छन् कि? विभिन्न विकल्प छन्, जस्तो हरेक वर्ष दिशामा रगत छ कि छैन भनेर जाँच गर्ने। एउटा त्यो भयो। अर्को, हरेक 5 वर्षमा सिग्मोइडोस्कोपी गर्ने। त्यो भनेको क्यामेरा भएको ट्युबले मलद्वार र आन्द्राको तल्लो भाग हेर्ने। अनि त्यससँगै हरेक 3 वर्षमा दिशा जाँच पनि। अनि कोलोनोस्कोपी नि? त्यो चाहिँ कतिमा? कोलोनोस्कोपी चाहिँ अलि गहन जाँच भयो, पुरै ठूलो आन्द्रा हेर्ने। त्यो चाहिँ हरेक 10 वर्षमा। तर अब कुन विधि अपनाउने भन्ने कुरा चाहिँ खै आफ्नो डाक्टरसँग सल्लाह गरेरै निर्णय लिनुपर्छ। हो, व्यक्तिको अवस्था र जोखिमहरू होला। अनि लेखमा अरू पनि कुरा थिए नि, स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, आँखा, सुनाई। थिए। उमेर अनुसार महिलाले स्तन क्यान्सरको लागि म्यामोग्राम, पुरुषले प्रोस्टेटको जाँच, अनि आँखा, कानको सुनाई, हड्डीको घनत्व, अस्टियोपोरोसिसको लागि, रगतमा चिनी र कोलेस्ट्रोलको स्तर, दाँतको स्वास्थ्य, यी सबै नियमित जाँचमा पर्नुपर्छ। र अर्को एउटा महत्त्वपूर्ण कुरा जुन अक्सर छुट्छ जस्तो लाग्छ, खोप। हो नि, खोपलाई त हामी खासै मतलब गर्दैनौँ जस्तो लाग्छ, तर यो रोकथामको लागि एकदमै महत्त्वपूर्ण छ। के खोप सिफारिस गरिएको छ लेखमा? सीडीसीको सिफारिस अनुसार 50 वर्ष माथिकालाई सिंगल्स मतलब जनै खटिरा विरुद्धको खोप, यो बुढेसकालमा हुन सक्ने एकदमै दुख्ने खटिरा हो। त्यो त लगाउनै पर्यो। अनि 65 वर्ष माथिकालाई निमोनिया विरुद्धको न्युमोकोकल खोप, र सबै वयस्कलाई वार्षिक फ्लू शट र हरेक 10 वर्षमा डिप्थेरिया टेटेनसको बुस्टर। भनेपछि रोग लाग्नुभन्दा रोकथाममै ध्यान दिनु पर्यो। ठिक भन्नुभयो। यी सबै जाँचहरू प्रमाणमा आधारित छन्, अन्धाधुन्द होल बडी जस्तो होइन। आजको हाम्रो यो गहिरो कुराकानीको सार के हो भने त्यो महँगो र सायद अनावश्यक होल बडी प्याकेजको पछि दौडिनुभन्दा आफ्नो उमेर, लिङ्ग, स्वास्थ्य अवस्था र जोखिम हेरेर डाक्टरसँग सल्लाह गर्ने
अनि प्रमाणले देखाएका निश्चित जाँचहरू मात्र गराउने, यही बुद्धिमानी हो, होइन त? एकदम। व्यक्तिगत जोखिम फरक हुन्छन्, त्यसैले डाक्टरसँगको सल्लाह महत्त्वपूर्ण भइहाल्यो। यी लक्षित जाँचहरूले नै स्वस्थ र आरामदायी बुढ्यौलियापनका लागि मद्दत गर्छन्। लेखको आशय पनि त्यही हो। अब जाँदा जाँदै एउटा प्रश्न मनमा आइरहेको छ। नेपालमा स्वास्थ्य सेवामा मान्छेको खल्तीबाट यति धेरै खर्च 56% भइरहेको छ। यस्तो अवस्थामा व्यक्ति र सरकारले मिलेर कसरी प्रभावकारी र किफायती प्रतिकारक स्वास्थ्य सेवालाई बढ़ावा दिन सक्लान्? ओहो, यो महत्त्वपूर्ण प्रश्न हो। कसरी चाहिँ त्यो व्यापारिक हिसाबले प्रेरित महँगा प्याकेजको सट्टा वास्तविक स्वास्थ्य आवश्यकतामा ध्यान केन्द्रित गर्ने होला? खै, यो सोच्नुपर्ने कुरा हो।